होइन यही दुई खालको मान्छे देख्नुलाई म जन्मेको रहेछु नि यो संसारमा। एक खालको आउँछ कल्ले बाबालाई, कल्ले पुन्टुलाई, कल्ले मेरो सानुलाई, आओ मेरो सानो भनेर ठिक्क पारेर आउँछ, बोक्ने चाहिँ होइन। खालि कल्ले 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 दिक्क लागिसक्यो। तिमीहरूले क्या तिमीहरूले सुन्यौ अब चाहिँ नबोक्ने पनि तिमीहरू, मलाई रुवाउने पनि तिमीहरू, अनि कसले हुन्छ तिमीहरूले बाहेक? मसँग जतिखेरै हुने भनेको तिमीहरू होइन। अनि अर्को खालको आउँछ फेरि हाँस्दा हाँस्दैको मान्छेलाई बढी छाडा बिकामे भनेर नराम्रो गाली गरेर जबरजस्ती रुवाउने। बाख्राको जस्तो स्वर तान्दै आउँछ बढी। जबसम्म हामी रुदिनौँ स्वर तन्काको तन्कै गर्छ, नरोइकन सुखै पाइँदैन। के हो बढी भनेको? तिमीहरू चाहिँ आजकल बढी भइरहेछ हो, रिस उठ्छ मलाई त देख्दा पनि। होइन इरिटेट भइसक्यो क्या खालि यो दुईटा शब्द सुन्दा सुन्दा। होइन जिन्दगीमा यो दुईटा शब्द बाहेक केही आउँदैन तिमीहरूलाई?